क्रिएटर्सहरुको ड्रिम क्यामेरा FX3 कम्प्याक्ट सिनेमा साइज नेटफ्लिक्सद्वारा एप्रुभ भएको लो लाइटको राजा दाम चेकी क्वालिटीमा लिएर आएको छु मैले। डुअल नेटिभ ISO 12800 सम्म जान्छ भने एकदमै बबाल लो लाइट किङ भनेर भनिन्छ। यहाँ देख्न सक्नुहुन्छ चटक्क तपाईको मध्य रातैमा तपाईको 12800 ISO मा खिच्दा पनि गेन सेन के नआउने कुन भन्दाखेरि FX3 12.1 इन्चको सेन्सर भएको चटक्क लु खोलौँ लु। सुरुमा तपाईले यहाँ देख्न सक्नुहुन्छ म्यानुअल्सहरु देखि लिएर पाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसमा तपाईको कलर टोनको कुरा गर्दाखेरि S-Log3 S-Cinetone अनि तपाईको SLG सपोर्ट सबै गर्छ यसमा है। साथसाथै 15 स्टपको डाइनामिक रेन्ज पाउन सक्नुहुन्छ। साथसाथै 5 एक्सिस स्टेबलाइजेसन सबै पाउन सक्नुहुन्छ यसमा लु चटक्क यहाँ देख्न सक्नुहुन्छ। अफिसियल बक्स प्याक देखि लिएर सबै पाउन सक्नुहुन्छ। यो चाहिँ तपाईको क्रिएटर्सहरुको ड्रिम क्यामेरा फेरि भनिन्छु क्रिएटर्सहरुको ड्रिम क्यामेरा रहेको छ एकदम बबालमा रहेको छ भने यसमा तपाईले के पाउन सक्नुहुन्छ भन्दाखेरि सुरुमा त यहाँ देख्न सक्नुहुन्छ यो तपाईको XLR ह्यान्डल पाउन सक्नुहुन्छ। यो तपाईको सोनीले नै ल्याएको हो पछि चाहिँ क्यानन आएको हो बरु यहाँ देख्न सक्नुहुन्छ। यसमा तपाईले माइक इम्पोर्ट्स देखि लिएर डाइरेक्ट XLR इम्पोर्ट्स देखि लिएर सबै पाउन सक्नुहुन्छ चटक्क एकदमै बबाल छ। यहाँ देख्न सक्नुहुन्छ माइक पिन माइक देखि लिएर यो तपाईले क्यामेराको पक्रिनुको लागि देखि लिएर सबैको लागि पनि एकदमै पर्फेक्ट हुन्छ। कम्प्याक्ट साइजमा एकदम राम्रै छ। अब यो छुट्टै लिनु पर्यो भने तपाईको 65000 जति नेपाली त परिहाल्छ है। अब यो चाहिँ तपाईले सेटमै पाउन सक्नुहुन्छ। साथसाथै यसमा अर्को के आउँछ राम्रो कुरा भन्दाखेरि यहाँ देख्न सक्नुहुन्छ यसमा तपाईको चार्जर आउँछ। यो तपाईको ओरिजिनल चार्जर भयो सोनीको यहाँ देख्न सक्नुहुन्छ ओरिजिनल चार्जर डबल वाला पाउन सक्नुहुन्छ। यो तपाईको टाइप सी इनपुट भएको कारणले गर्दाखेरि यहाँ देख्न सक्नुहुन्छ यो तपाईको 65 वाट 100 वाटका चार्जरहरुले चार्ज गर्दाखेरि फास्ट ब्याट्री चार्ज हुन्छ। NPZ100 एकदम फास्ट हुन्छ। अब क्यामेरा लाइनमा चाहिँ अब यतिको चार्जर भनेको चाहिँ रियली नै आउँछ त्यही कारणले गर्दा यो गुड पनि मानिन्छ है। साथसाथै यहाँ देख्न सक्नुहुन्छ ब्याट्री तपाईको NPZ100 को ब्याट्री पाउन सक्नुहुन्छ यसैमा इनबिल्ट पाउने। अब यो तपाईको सोनी A7IV सोनी A7 V को कम्पेरिजनमा FX3 मा चाहिँ यो तपाईको NPZ100 को ब्याट्री पनि कम टिक्छ त्यही कारणले गर्दाखेरि तपाईले अलिकति दुई तीन वटा चाहिँ लिनु नै पर्छ। त्यो चाहिँ तपाईको FX3 को अब भनौं डाउन साइड हैन यसलाई चाहिन्छ फ्यान स्यान हुन्छ त्यही कारणले। साथसाथै यहाँ देख्न सक्नुहुन्छ यो तपाईको XLR मा माउन्टिङ पोइन्ट देखि लिएर सबै पाउन सक्नुहुन्छ। मेन त तपाईको यहाँ देख्न सक्नुहुन्छ ड्रिम क्यामेरा यहाँ देख्न सक्नुहुन्छ सोनी FX3 लिएर आएको छु मैले। यहाँ देख्न सक्नुहुन्छ 10 बिट कलर 4:2 मा खिच्न सक्नुहुन्छ। पछि कलर ग्रेडिङको लागि एकदमै सजिलो हुन्छ भने यहाँ देख्न सक्नुहुन्छ 4K 120 FPS हान्ने वाला क्यामेरा 4K 60 अनक्रप हान्ने वाला क्यामेरा इनबिल्ट फ्यान भएको क्यामेरा साथसाथै 16 बिट कलर आउटपुट निन्जा भी माउन्ट गरेर दिन्छ भने यसमा तपाईले फुल साइज HDMI साथसाथै यहाँ देख्न सक्नुहुन्छ तपाईको चट्टा तरिकाले यहाँ तपाईको पोर्ट्सहरु साथसाथै यहाँ देख्न सक्नुहुन्छ टाइप सी र माइक्रो देखि लिएर सबै पाउन सक्नुहुन्छ। इनबिल्ट एकदम राम्रो एकदम बबाल रहेको छ। यहाँ देख्न सक्नुहुन्छ डबल CFXS टाइप ए कार्ड पाउन सक्नुहुन्छ डबल त्यो पनि डबल लेक्चरको कार्ड डबल पाउन सक्नुहुन्छ। साथसाथै यहाँ देख्न सक्नुहुन्छ तपाईको चट्टै यो तपाईले यसरी निकालेर बाहिर निकालेर राख्न सक्नुहुन्छ जसको कारणले गर्दाखेरि डमी ब्याट्री राख्न सजिलो। यो तपाईको एयर कुलिङ एकदम फास्ट 12.1 इन्चको सेन्सर एकदमै राम्रो कम्प्याक्ट साइजमा लो लाइटको राजा एकदम दामी रहेको छ। अब यो चाहिँ तपाईको FX3 चाहिँ तपाईको अहिलेको टाइमसम्म 2026 सम्म पनि किन अनबिटेबल छ भन्दाखेरि यसको ISO ले गर्दाखेरि डुअल नेटिभ ISO म्याक्सिमम 12800 सम्म जान्छ। तपाईको भनौं न यसको कम्पिटिटर Canon C50 मा नि त्यतिको दम छैन। साथसाथै 12.1 इन्चको सेन्सर एकदमै बबाल सिनेम्याटिक्स लुक्स देखि लिएर सबै आउँछ। साथसाथै सोनीको ट्रस्ट साथसाथै सिग्माको लेन्सेस साथसाथै यसको G मास्टर लेन्सेस अरु कुराले गर्दाखेरि यो पनि अहिलेको टाइमसम्म अनबिटेबल रहेको छ। अनि तपाईको 4K 120 FPS भनेको लेक्चरको कारणमा तपाईको एकदमै भनौं न एकदमै यो त तपाईको स्पेसहरु यति धेरै खान्छ भनेपछि 7K हरु लिनु भने वर्थ इट चाहिँ हुन्छ जस्तो लाग्दैन। अनि नयाँ आएको टेक्नोलोजी हो C50 मा अब त्यो त्यतिकै अब तपाईले त्यत्रो लगानी गरेर ट्रस्ट गर्नुपर्छ भन्ने नि अप्ठ्यारो हुन्छ। साथसाथै RF को लेन्सेसहरु Canon को C50 मा एकदमै गाह्रो हुन्छ के भनौं न पैसा एकदम मनी टु ब्याङ्क पुरै कंगाले बनाउँछ भने यिनीहरुमा चाहिँ सिग्माको तपाईको थर्ड पार्टी लेन्सेसहरु पनि सपोर्ट गर्छ। अनि सिग्मा सिकिसकेपछि अब तपाईले G मास्टर लेन्सेसहरु पनि पाउन सक्नुहुन्छ। अब तपाईको सोनी यो भनौं न FX3 हरु भनेको पहिलेदेखि चलिआएको लङ टर्म अनबिटेबल अहिलेसम्म भनौं न चट्ट 4K 120 हानिहाल्छ जुन तपाईको सबै मिडियालाई सपोर्ट पनि गर्दैन खासमा। साथसाथै अब कुलिङ फ्यान देखि लिएर नेटफ्लिक्स एप्रुभ देखि लिएर सबै पाउने भएको कारणले गर्दाखेरि FX3 अहिलेसम्म नि अनबिटेबल अनट्विटेबल रहेको छ एकदम बवाल रहेछ। सबै प्याक सुत्ता एकदम राम्रो आइसक्यो। लु यहाँ देख्न सक्नुहुन्छ सोनी FX3 सिरिज एकदम बवाल सिरिज लु चट्टा तरिकाले यो चाहिँ हामीलाई JND टेक्नोलोजीबाट रिभ्यूको लागि आएको सामान रहेको छ। उहाँबाटै किन्दिन म रिक्वेस्ट गर्छु किन भन्दाखेरि न क्याननले स्पोन्सर गर्यो न सोनीले स्पोन्सर गर्यो अर्को रिभ्यूको लागि फेरि उहाँहरूले पनि पठाउनुहुन्छ त्यही भएर उताबाट लिदिनु होला दाम चेक